कैमरा खोलो, शूट करो, जैसा बने। ना इधर देखो ना इधर देखो, सामने देखो, बोलो। के हेरेको पडकास्ट त्यो राक्षस इन्डियन हो इन्डियनको छ है त्यसको शाहिद कपुरको एपिसोड आएको रहेछ पुरानो एपिसोड हो मैले एकखेप हेरेको थिएँ के अरे फेरि उसको टपिक राम्रो गरेको छु फेरि हेरेको राम्रो छ है उसका पडकास्टहरू अनि हाम्रो गोर्खालीले कसैले गर्दैन यसो पडकास्ट गर्छ गर्दैन नि नेपालकाले गर्छन् कि आज म हाम्रा एक दुईजना जान्दछु जसले यो यतिकै फेसबुकमा लाइभ बसेर मेसेजहरू बनाएर रेकर्ड गरेर चाहिँ देखेको छु तर पडकास्ट छैन सायद अझै पनि त्यतिकै भिडियो रेकर्ड गरेर पोस्ट गरेर मैले पनि गरिरहेको छु देखेँ मैले अस्तिको भिडियो होइन साँच्ची कि हाम्रा गोर्खालीहरूले गरेको त कसैले पनि देखेको छैन मैले एकजना साथीलाई चाहिँ आजभन्दा 3 साल पहिला तिम्रो मैले पडकास्ट गरौँ न भनेर उनलाई अफर गरेको थिएँ अनि उसले भनेर बताएका नि हामीले एउटा कुनै जिनिसमा अलिकति मास्टर भइसक्नुपर्छ अनि पोजिसनमा भएपछि बल्ल अरू पनि आएर बात गर्छन् नि भने तर अब उसको काम चाहिँ अब बिजी हुने काम हुँदैन अनि उसको अब हाम्रो त्यो जस्तो ट्रेन चेस गर्दैन नि त उनले चाहिँ मलाई चाहिँ अब म तन्देरी हुँदाखेरि यो इन्डियाको डिआइडी आउँथ्यो अनि त्यो गाना गाउने सोहरू सारेगामा के पनि आउँथे अनि डिआइडी हेर्दाखेरि मलाई नाच्ने हुने इच्छा हुन्थ्यो अनि त्यो सारेगामा र के भोइस इन्डिया आयो भने त्यतिखेर सिङ्गर हुन मन लाग्थ्यो हाम्रो टपिकमा वापिस आज अहिले जस्तो हामी बसेर बोलिरहेका छौँ नि अनि हामीहरूले जहिले पनि भेट भइन्छ कहिले हलिउडको मुभी हेरेर आएका हुन्छौँ कहिले टिभी सिरियल हेरेर आएका हुन्छौँ बात गर्ने लाखौँ करोड कति हेऱ्यो नि त आँखाको पावर पनि त्यही भएर बढेको हो मेरो त धेरै हेरेरै होला हामीले गरौँ न पडकास्ट जस्तो